यस भिडियोमा भने हामी डेरिभेटिभको टाइप 2 फर्स्ट प्रिन्सिपलकै टाइप 2 को न्युमेरिकल हामी बनाउने छौं र यसमा चाहिँ अब के छ भने फर्स्ट प्रिन्सिपल सबैभन्दा पहिले हामीले बुझ्नुपर्ने फर्मुला मैले भनिसकेको छु लिमिट डेल्टा x टेन्ड्स टु 0 f अफ x प्लस डेल्टा x को माइनस f अफ x को होल अपन डेल्टा x भनेको डेरिभेटिभको डेफिनेसन हो। यो भनेको dy बाइ dx हो। यो चीज बुझिराख्नु पर्ने सबले। अनि त्यसपछि चाहिँ मैले के भन्छु भने फर्स्ट प्रिन्सिपल भन्नु र डेफिनेसन भन्नु एउटै हो। यो चीज बुझिराख्ने। फर्स्ट प्रिन्सिपल र डेफिनेसन भनेको एउटै हो। र आजको क्वेशन रहेको छ फ्रम फर्स्ट प्रिन्सिपल नै हो f अफ x इज इक्वल टु 1 बाइ x। यसको कसरी गर्ने y इज इक्वल टु 1 बाइ x भनौं। नाउ फ्रम फर्स्ट प्रिन्सिपल फर्स्ट प्रिन्सिपल अथवा डेफिनेसन भन्दा नि हुन्छ dy बाइ dx इज इक्वल टु हुन्छ लिमिट डेल्टा x टेन्ड्स टु 0 f अफ x प्लस डेल्टा x माइनस f अफ x अपन डेल्टा x। यो के हो डेफिनेसन अफ डेरिभेटिभ हो। अब डेफिनेसन अफ डेरिभेटिभ हो व्हिच इम्प्लाइज के हुन्छ dy बाइ dx इज इक्वल टु हुन्छ अब x को ठाउँमा डेल्टा x प्लस डेल्टा x हो त्यो भनेको हुन्छ 1 बाइ x प्लस डेल्टा x माइनस 1 बाइ x को यो भने त f अफ x प्लस डेल्टा x माइनस f अफ x हो यो अपन डेल्टा x हुन्छ। हेर अब के गर्ने यो लिमिट हामीले एक्जिस्ट हुनु पर्यो। अब लिमिट एक्जिस्ट हुँदै हुँदैन र डेल्टा x टेन्ड्स टु 0 डेल्टा x टेन्ड्स टु 0 हुँदा यो x माइनस 0 बाइ 0 फर्ममा आउँदैछ भनेपछि हामीले के गर्नु पर्यो भनेपछि माथिको सिम्प्लिफाई गरेर हेरौँ। पहिले माथिको सिम्प्लिफाई गरौँ इज इक्वल टु लिमिट डेल्टा x टेन्ड्स टु 0 योलाई सिम्प्लिफाई गरौँ एलसीएम निकालौँ। यो भनेको x माइनस x प्लस डेल्टा x को होल अपन यो के भयो त यो x इन्टु x प्लस डेल्टा x। अब यो डेल्टा x माथि आएर मल्टिप्लाई होला इन्टु डेल्टा x। यो हाम्रो के भयो यतिसम्म ठिक छ। यसपछि हामी लेख्न सक्छौँ यसलाई लिमिट डेल्टा x टेन्ड्स टु 0 यो हाम्रो माथिको के हुँदैछ x माइनस डेल्टा x माइनस डेल्टा x को होल अपन x डेल्टा x इन्टु x प्लस डेल्टा x। अब यो काटियो हेर यो काटियो भने त डेल्टा x अपन यो बाँच्यो भनेपछि यो र यो पनि काटिएला भनेपछि हाम्रो के बाँच्दियो तल भनेपछि लिमिट एक स्टेप थप्दिउँ न के जान्छ डेल्टा x टेन्ड्स टु 0 माइनस डेल्टा x अपन डेल्टा x इन्टु x प्लस डेल्टा x। यो र यो काटियो भनेपछि माइनस साइन अगाडि आयो अझ फेरि माइनस लिमिट डेल्टा x टेन्ड्स टु 0 1 बाइ x इन्टु x प्लस डेल्टा x। अब यो हाम्रो के छ भने 1 बाइ x भइसक्यो नि। अब यो चाहिँ हाम्रो के छ भने हाम्रो डिटर्मिनेट फर्ममा छ इन्डिटर्मिनेटमा। अब डिटर्मिनेट फर्ममा छ भने हामीले त्यो भ्यालु पुट गरिदिने 1 बाइ x इन्टु x प्लस डेल्टा x भने 0 हो भनेपछि माइनस 1 बाइ x स्क्वायर हैन। यो चाहिँ हाम्रो के हो त यो भनेको चाहिँ हाम्रो डेरिभेटिभको भ्यालु आयो। यसमा हामीले के गर्यौं यो बुझ्नु जरुरी छ। त्यही पनि गरिनु यसमा केही नयाँ थिएन त्यही 1 बाइ x थियो x प्लस डेल्टा x लाई हामीले यो डिफाइन गरेर यहाँबाट चाहिँ यसरी यो हाम्रो एलसीएम निकाल्दै जाँदा हाम्रो चाहिँ डिटर्मिनेट फर्ममा आइसक्यो। अब यसपछि रिलेटेड अरु क्वेशनहरु छन् हैन अरु क्वेशनहरु सिमिलर क्वेशनहरुको बारेमा भन्छु म हैन। सिमिलर क्वेशनहरु f अफ x इज इक्वल टु 3/2 x स्क्वायर कमा हैन अनि अर्को 1 बाइ x माइनस 1 को पनि गर्न सक्छौ अनि त्यसपछि 1 बाइ 5 माइनस x को पनि गर्न सक्छौ अनि 1 बाइ 2x प्लस 3 यो सबै हाम्रो बेसिक म्याथमेटिक्समा छ। सबैको ट्राई गर्नु होला एकदमै सिम्पल छ यो इन द सेम मेथडबाट यी सबैको हुन्छ यतिसम्मको सेम मेथडबाट हुन्छ।
यसमा केही पनि डाउट छैन। यतिसम्मको सेम मेथडबाट हामी डेरिभेटिभ गर्न सक्छौँ। र म अब अर्को क्वेसन गर्न गइरहेको छु। र अर्को क्वेसन के छ भने अर्को क्वेसन हाम्रो बेसिक म्याथमेटिक्सको एक्सरसाइजको 10 नम्बर क्वेसन भनौँ, एक्स नम्बर फर्स्टकै प्रिन्सिपलकै फाइन्ड द डेरिभेटिभ बाई युजिङ फर्स्ट प्रिन्सिपल अथवा डेफिनेसन। हामीले गर्नु डेरिभेटिभ चाहिँ के को y इज इक्वल टु ax प्लस b को होल अपन x। यो क्वेसनको एकदमै इम्पोर्टेन्ट क्वेसन छ यो। अनि योलाई चाहिँ कसरी निकाल्ने, योलाई निकाल्ने एउटा मेथड छ हेर। f अफ x इज इक्वल टु के छ ax प्लस b बाई x छ। अब यसलाई के गर्न सकिन्छ, डिभाइड गर्न सकिन्छ ax अपन x प्लस b बाई x होइन, जसरी गरी नि हुन्छ हेर a प्लस b बाई x। यो चाहिँ हाम्रो के भयो फङ्सन भयो। अब फ्रम फर्स्ट प्रिन्सिपल अथवा डेफिनेसन dy बाई dx अथवा f डेस x इज इक्वल टु हुन्छ लिमिट डेल्टा x टेन्स टु 0 एफ एक्स प्लस डेल्टा एक्स माइनस एफ अफ एक्स को होल अपन डेल्टा एक्स। यो त हो हाम्रो डेफिनेसन। अब यसलाई हामी के गर्न सक्छौँ त, ए प्लस बी बाई एक्स छ भने एक्सको ठाउँमा एक्स प्लस डेल्टा एक्स राख्ने हो। लिमिट डेल्टा एक्स टेन्स टु 0 ए प्लस बी बाई एक्स प्लस डेल्टा एक्स माइनस एफ अफ एक्स भनेको ए प्लस बी बाई एक्स। यो त छँदैछ जस्ताको त्यस्तै, होल अपन हुन्छ डेल्टा एक्स। यो हो हाम्रो डेफिनेसनले दिएको कुरा। अब लिमिट त 0/0 मै आउने हो, यो आउने कुरै भएन, लिमिट त एक्जिस्ट हुने त्यत्तिकै। भनेपछि लिमिट डेल्टा एक्स टेन्स टु 0। अब यो हामी काट्ने कुरा काटौँ, हटिने कुरा हटाइदिउँ। बी बाई एक्स प्लस डेल्टा एक्स माइनस ए माइनस बी बाई एक्स भयो होइन, यो माथिको भयो, तलको भाग छ डेल्टा एक्स जस्ताको त्यस्तै। अब यसबाट हामी के लेख्न सक्छौँ भने लिमिट डेल्टा एक्स टेन्स टु 0, यो क्यान्सल भयो। अब यसको एलसिएम लिउँ, यो के भयो bx होइन, हामी b कमन लिउँ न, b कमन लिउँ 1/x प्लस डेल्टा एक्स माइनस 1/x होइन, यसको बाहिरतिर हाम्रो के डेल्टा एक्स छ होइन, यसको होल अपन डेल्टा एक्स छ। ल बाहिर नराखौँ अहिले। अब यो सेम अघिकै जस्तो भयो, लिमिट डेल्टा एक्स टेन्स टु 0, बी बाहिर आयो होइन, बी त हाम्रो बाहिर आइहाल्यो। अब यसलाई हामी पनि सेम गर्न सक्छौँ, एक्स माइनस डेल्टा एक्स भयो, सेम अघिकै जस्तो होइन, एक्स डेल्टा एक्स एक्स प्लस डेल्टा एक्स इन्टु एक्स भयो। अनि यो डेल्टा एक्स माथि आयो, यहाँबाट यो क्यान्सल हुन्छ, यो र यो पनि क्यान्सल भयो। भनेपछि हाम्रो यो लिमिट लास्टमा गएर यस्तो भयो बी लिमिट डेल्टा एक्स टेन्स टु 0। यहाँ चाहिँ हाम्रो के भइदियो भने यो हाम्रो के बाँच्यो, डेल्टा एक्स क्यान्सल भयो, 1/x इन्टु एक्स प्लस डेल्टा एक्स माइनस है, फेरि माइनस। यो भनेको चाहिँ हाम्रो के भइदियो भने माइनस बी अपन एक्स इन्टु एक्स प्लस 0 इज इक्वल टु माइनस बी बाई एक्स स्क्वायर आयो। कुरा त्यही भयो हेर। यसमा के भइदियो भने डेरिभेटिभ चाहिँ यो चाहिँ 1/x कै डेरिभेटिभ त थियो अघिको होइन, बी कमन लियो भने यहाँ उस्तै पनि बुझ न, यो सबै कन्स्ट्यान्ट छ, 1/x को डेरिभेटिभ त छ भनेपछि त्यो अगाडि आउला एक्ससँग भनेपछि माइनस बी बाई एक्स स्क्वायर इज इट्स डेरिभेटिभ फ्रम फर्स्ट प्रिन्सिपल। यसरी चाहिँ हामी निकाल्न सक्छौँ डिफ्रेन्सियल कोफिसिएन्ट। यसमा चाहिँ हामीले के अरे dy/dx निकाल्यौँ होइन, यो फर्मुला यसमा केही गरेनौँ, यो एक्सले डिभाइड गर्ने हो, ax/x छ, b/x अलग अलग गऱ्यौँ, टुक्रा गरिदिउँ, b/x गरिदिउँ। अब ए काटियो होइन, म यस्तोमै राख्छु ax इन्टु डेल्टा एक्स प्लस बी माइनस ax अफ प्लस बी अपन एक्स प्लस डेल्टा एक्स गर्छु भने पाइयो, तर त्यहाँ पनि हुने यही हो। किन यस्तो नगर्ने, किनकि यस्तो गर्दा फास्ट भइरहेछ नि त, काटिँदैछ ए क्यान्सल भयो। अनि यस्तो गर्दा चाहिँ हाम्रो के भयो त माइनस बी बाई एक्स स्क्वायर हाम्रो फाइनल आन्सर आयो। अब सिम्पल
यसरी चाहिँ हामीले अब सबै गरिसक्यौँ। योभन्दा अगाडिको जो 1/5 माइनस x 2x प्लस 3 यो सेम यस्तै क्वेसनहरू हुन्। अब यसपछि चाहिँ हाम्रो अरू क्वेसनहरू चाहिँ स्क्वायर रुटसँग रिलेटेड छ, जो चाहिँ हामी अर्को भिडियोमा भ्याउने कोसिस गर्छौँ। र आजको लागि चाहिँ यति नै, यो दुईवटा टाइपको न्युमेरिकलहरू बुझ्ने र यति बुझ्यो भने चाहिँ आजलाई पुग्यो।